गाइस र सधैँ नाना यसरी बाटोमा हिँड्ने गर्छ र आज पनि यसरी बाटोमा आउँदै गर्दा चाहिँ दुईजना दाजुभाइहरू मेरो अघि बात गर्दै हिँड्नु हुँदै थियो है। र एकजना दाइले भन्नुभयो कि हजुर त बिना कारण सबैलाई दामी दामी सन्देशहरू पठाउनुहुन्छ भनेर सोध्छ किन भनेर कि। अनि अर्को दाइले एकदमै मिठो लवाजमा चाहिँ एन्सर दिन्छ क्या त, म चाहिँ कारण हेर्दिन है, कसरी चाहिँ कहाँबाट चाहिँ सम्बन्ध बनिन्छ त्यो हेर्छु, त्यसैले मैले यस्तो लाइनहरू पठाउने गर्छु भनेर भन्नुभयो। सो गाइस, हामी पनि हाम्रो साथीभाइ सबैलाई सम्बन्ध राम्रो बनाउनको हेतु यसरी नै राम्रो सन्देशहरू पठाउँ है। सम्बन्ध हाम्रो कसैसँग पनि नराम्रो नहोस्, राम्रो भएर गओस् है, यही भन्दछु। म डाक्टरको क्लिनिकमा गएको थिएँ कि लाइनमा बसिराखेको थिएँ नि त हो। त्यहाँनिर चाहिँ सबै एउटा लाइन लेखेको रहेछ क्या त कि एउटा नानालाई जहिले पनि खुसी है हाँसिराखेको देख्नुहुन्छ होला, बट नाना यस्तै हो। र साथीहरू त्यो लाइन चाहिँ के रहेछ भन्दा चाहिँ हिन्दीमा थियो, तर म नेपालीमा भन्न चाहन्छु है। र कुनै पनि बिमारी दबाई खाएर त खुसी भएको छैन है, र खुसी छैन, र खुसी भन्दा ठुलो दबाई चाहिँ केही पनि होइन भनेर चाहिँ त्यहाँनिर चाहिँ त्यो लाइन लेखेको रहेछ गाइस। सो हामी सधैँ खुसी रहौँ हाम्रो हेल्थको लागि है, हेल्थ इज वेल्थ भन्छ। र साथीहरू बी ह्याप्पी, टेक केयर। र साथीहरू भाइ बहिनी सबैजनालाई मेरो तर्फबाट चाहिँ एउटा भोइस त नानाको त्यस्तो खासै छैन है, तर पनि एउटा तपाईँहरूको लागि चाहिँ एउटा सानो गीत गुनगुनाउनु चाहन्छु है। सो हंसते हंसते कट जाए रस्ते, जिंदगी यूं ही चलता रहे, खुशी हो या गम बदलेंगे ना हम, बदलेंगे सारे के हो जमाना है। र यो गीतहरू गाउनुहोस् है, खुसी हुनुहोस्, किनभने लाइफ हो, एनी टाइम के हुनसक्छ है। किनभने खुसी अघि नै भनिहालेँ, खुसी चाहिँ ठुलो, खुसीभन्दा ठुलो दबाई चाहिँ केही पनि छैन। सो फेरि पनि नाना तपाईँहरूलाई भन्न चाहन्छ कि बी ह्याप्पी, अलवेज टक पोजिटिभ, थिङ्क पोजिटिभ है। अनि के भन्नु, सबै कुरालाई पोजिटिभ राख्नुहोस् र अघि बढ्नुहोस् है। बस ओके, फेरि पनि बाई बाई, टेक केयर।